Hello guys, welcome to my YouTube channel. आजको vlog चाहिँ हामी डिसाइपलशिप ट्रेनिङसित पिकनिक जान्छ. Everything is set now. अनि यो चाहिँ दुधे भन्ने ठाउँबाट अरु सामानहरु सबै लगिसक्यो हामीले हैन. चाहिँ पिकनिक छ अनि पिकनिकमा के गर्छौ कस्तो गर्छौ सबै कुराहरु I will try to capture. दुधे भन्ने ठाउँमा अनि दुधे ठाउँको चाहिँ खोलाको छेउमा हामी पिकनिक खेल्दै छौं हेर्नु होला. मैले चाहिँ सामान किनेर हाम्रो भाइ चाहिँ एकजना त्यो गाडीमा हावा हाल्नु गएको छ. सो आइ एम वेटिङ. सो यो सामान चाहिँ मैले किनिसकेको छु हैन. अरु चाहिँ मैले तपाईहरुलाई त्यही गर्दै. सो गाइस गाडी आयो. अब हामी किनेको छु मिठाई. गाडीमा आयो. यहाँ चाहिँ आजको मेन गाडीको अरबाब. यहाँ अङ्कल के छ र? एकदम ठिक छ. उहाँहरु चाहिँ अलिक अघि छुटेर अब हामी जाँदैछौँ गाइस. हेर्नु होला आजको भ्लग चाहिँ सबै हाम्रो आज डिसाइपलशिप सित हुँदैछ गाइस. साथीभाइ हो हेर्दै जानुहोस्. यस्तो राम्रो राम्रो भ्लगहरू चाहिँ हेर्नु मन छ भने प्लिज डोन्ट फर्गेट लाइक शेयर एन्ड सब्स्क्राइब माइ युट्युब च्यानल. बाइ बाइ. मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु है मिस्टर दा. त्यो मैले त्यसो बनाएको हो म आफू गर्छु ल. तर मलाई उयो त थाहा छैन. ए म यहाँ खान्न चुइकम रहेछ. खानु जुके मजा आयो नि घाम लाग्छ मलाई. अलिक घाम लाग्छ मलाई. सो अहिले चाहिँ हामी जाँदैछौँ. सिट बेल्ट लाउनु पर्छ गाइस. बाटो त्यस्तो छ होइन. कुदाउने फेरि अब कुदाउने मान्छे चाहिँ फेरि तपाईँले मेरो पुरानो भ्लगमा पनि हेर्न सक्नुहुन्छ. वान एन्ड अल मिस्टर सुशीर च्याम्लिङ राई. सिङ्गल केटा म हो. जब मैले भ्लग अपलोड गर्छु त्यहाँदेखिको चाहिँ मेरो अर्को भ्लग सुरु हुँदैछ. मोटो भ्लग गाइस. साँच्चै नै छिट्टोभन्दा छिटो मेरो मोटो भ्लगहरू सुरु हुँदैछ. त्यही कारणले गर्दा सब्सक्राइब गरिदिनु होला. अहिले म त्यस्तै छ गाइस. आज चाहिँ डेट चाहिँ 26 जनवरी. यो भिडियो आउँदा लगभग तपाईँको फेब्रुअरी मार्चमा यो भिडियो सायद रिलिज गर्छु मैले. सो इट इज आज चाहिँ 26 जनवरीको मेमोरीको लागि मैले क्याप्चर गरिरहेको छु. तपाईँहरू सबैजनासँग फेरि भेटेर खुसी लाग्यो गाइस. हेर्दै जानु होला. अब स्पोर्टमा पुगेर म डाइरेक्ट क्लिक गर्छु. टिल देन सी यू सुन गाइस. सो गाइस फाइनली वी आर इन द स्पोर्ट नाउ एन्ड यो देख्नु भएको नजारा सबै यो एन्ड फाइनली वी रिच द स्पोर्ट. हाम्रो भाइहरूले चाहिँ सामानहरू बोकेर गइसक्यो सबै होइन. यहाँ चाहिँ अब धेरै ज्यादा मान्छेहरू छ. आफ्नो आफ्नो छ. यो चाहिँ पिकनिक स्पोटै हो. सो अहिले चाहिँ मेरो सामान चेन्ज भयो. माइकहरू बोकेर जाँदैछु. गरम पनि छैन. आएको छेउमा त्यति साह्रो छैन. सो हेरौँ शिशिर भाइ कहाँ छ. अब शिशिर भाइलाई पर्खेर म जाँदैछु. डढेर कालै गइसक्यो म चाहिँ. चस्मा पनि हेर्नु. चिसो चाहिँ सबै हराउँछ. हाम्रो चाहिँ लगभग नि हामी चाहिँ अघि आएर यहीँ बस्नुपर्ने रहेछ कि यहाँ चाहिँ प्याक भएर चाहिँ हामी माथि चाहिँ म देखाउँछु. सो गाइस अहिले चाहिँ म आइपुगेँ स्पोर्टमा. किरिसका गाना सुनेका भन्दैछ त. सो फाइनल वी आर हियर गाइस. हाम्रो पिकनिक स्पोट अनि हाम्रो पिकनिकको यस्तो छ. कतिजना सुतिरहेको छ. कतिजना हाँस्दैछ. कतिजना गीत गाउँदैछ. होइन अक्षाको हो यो. अक्षाको फ्यामिलीले दिएको. ओ कुनै फेरि फादर. अब वी गोना इट दिस ओल. सो ल सुभाष सर के छ त हाम्रो अपडेट दिनुहोस् प्लिज. मुस्कान एउटा गीत जाओस् त. के गाइस हेर्नुहोस् हाम्रो शुभम के छ त. ल अब टक्क हाम्रो आजको मेन कुक चाहिँ तपाईँ होइन सुभाष सर. तपाईँ होइन अहिले खाना खाएर टक्क तपाईँलाई हामी यसो गर्छौँ है. के छ त भाइ? के चाख्नु कहिले चाख्नु दिन्छ हेर है. आइसक्रिम पनि बिग्रिन्छ नि. अम्बो आइस कति रुपियाँ? 2 रुपियाँ. कति? 30 को 50 30 टा अम्बो 30 रुपियाँ अरे. 30 को
को भी छ 50 30 को कुन चाहिँ हो काजु यो चाहिँ कति रुपियाँ हो एक केसर 50 50 ओरिजिनल केसर हालेको हो के गर्छ खान्छौ रुपये 1 ग्राम मिल्छ। अनि केसर त महँगो ओरिजिनल केसर त बहुत महँगा है महंगा भन्छ हो भैया ए मिला बहुत महँगा हो गया म त खान्न खाऊ तिमी सो आफ्नो आफ्नो मुडमा छ गाइस दबाई मिलाइदिनु न म भन्छु दबाई मिलाइदिनु म त खा सबैजना आउनुहोस् खाना पानीसँग सो गाइस हाम्रो खाना यस्तो छ अनि यसरी पाक्यो अघि रेडी भइसकेको छ अब खाना आँटेको यहाँ फिङ्गर हो यो फिङ्गर अङ्कल अङ्कल पानी पनि छ हाम्रो आफ्नो आफ्नो वाइट बोतल सबैजनाले भात लिएर खाँदैछ त्यसपछि के हुन्छ थाहा छैन हेर्नुहोस् काम सक्यो अब पिकनिक सकेर चाहिँ सबैजना फर्किँदैछ त्यो भएर आफ्नो सेतो सर्टलाई कसरी कभर गरेर जाँदैछ यावेश राजा र युट्युबमा पछाडि हेर्नु मैले पछाडि
दिन डिसेबलसिप ट्रेनिङको सो आज तपाईँको फाइनल ब्लग यु क्यान सी गाइज हेलो अप्छा फुल ड्रेसअपमा केही भन कुछ बोलो ये हमारे लिए बहुत स्पेशल डे है क्योंकि हमने एक महीना बिताया और बहुत कुछ सीखा और मैं धन्यवाद करता हूँ परमेश्वर का कि उन्होंने हमें एक अच्छा ब्लेसिंग्स के साथ में आशीर्वाद किया। हाम्रो अङ्कल जय मसी केटाहरू वेलकम गर्ने बहिनीहरू खदा बोकेर युट्युब ब्लग मुस्कान अफ प्ले भयो मन पर्छ लहर हुन मन पर्छ तालिममा आएर पहिला कुरा त हामी नम्र बन्न सक्यौँ है, नम्र बन्न सक्यौँ अनि अरूलाई प्रेम गर्न सक्यौँ। अन्त अरू हामी कति अन्त त्यो भयो त्यहाँ अरूले कसरी प्रेम गर्नुपर्ने, परमेश्वरलाई प्रार्थना कसरी गर्नुपर्ने। अन्त यहाँनिर अर्को कुरा के सिक्यौँ भने टाइम चाहिँ मेन जरुरी छ है। टाइम चाहिँ हामीले खेर फाल्नु नपर्ने रहेछ। जतिसक्दो परमेश्वरमा टाइम बिताएको राम्रो हामीले फाल्टु त्यो दुनियाँको जुन चाहिँ संसारिक कुरामा ज्यादा
मैले गरेको छु, हामी सबैजना गरेको छौँ। यसमा मैले धेरै आशिषित भएको छु र धेरै असल कुराहरू सिकेको छु है। र म आउनुभन्दा अगाडिको जुन डिसाइपल ट्रेनिङ गर्नुभन्दा अगाडिको जीवन र अहिलेको कम्पेयर गर्न चाहन्छु। र त्यो आउनुभन्दा अगाडि चाहिँ आज म परमेश्वरमा अगाडि बढिरहेको थिएँ है, सेवाकाईमै थिएँ। सेवाकाईको क्षेत्रमा म बढिरहेको थिएँ, मैले सन्डे स्कुलहरू चलाइरहेको थिएँ। तर त्यो चलाउँदा पनि मैले परमेश्वरलाई चाहिँ मैले के गरेको रहेन भन्दा चाहिँ मलाई के रियलाइज भयो भन्दाखेरि चाहिँ मैले परमेश्वरलाई चाहिँ मैले पर्सनल टाइम दिएको रहेन रहेछु है। मैले परमेश्वरलाई पर्सनल टाइम नदिँदाखेरि चाहिँ नदिएको कारणले चाहिँ अहिले मलाई फिल भयो कि त्यो चाहिँ गर्नुपर्छ रहेछ। म अर्कै संसारको कुराहरूमा निकै फँसेको बेलातिर चाहिँ मैले कहिले काहीँबाट चाहिँ कसैको थ्रुबाट यो गीत सुनेँ। अन्त यो गीतले मलाई अलिकति छोएको जस्तो लागेको थियो क्या त्यो समयमा। अन्त त्यो गीतहरू यो गीतहरू गाइरहने गर्थेँ। अन्त यो गीतहरू मैले गाउँदा साँच्चै नै मेरो जीवन पनि परिवर्तन भएको जस्तो लाग्छ मलाई। सायद नबोलिकन यो गीतलाई गाउँदैछु। लाग्दैन देश
स्टुडेन्ट्सहरूले एकदम असल प्रकारले यो तालिमलाई पुरा गरेको छ। अब यो तालिमलाई पुरा गरेर उहाँहरू अब आफ्नो घरमा आफ्नो मण्डलीमा गइराख्नु भएको छ। कुनै पनि कुराको सुरुवात गर्नु कति कठिन छ, गाह्रो छ, तर आज उहाँहरूले गर्नुभएको छ है। आज त्यो सुरुवातलाई चाहिँ एकदम असल प्रकारले उहाँहरूले निरन्तरता दिएर आज उहाँहरूले पुरा गर्नुभएको छ। हामी त्यसको निम्ति एकदम खुसी छौँ। अनि कसैले भन्दै हुनुहुन्थ्यो, एकजना टिचरले भन्दै हुनुहुन्थ्यो, यसपालिको यो जुन डिसाइपलसिप ब्याच छ नि यो चाहिँ एकदम लकी ब्याच हो भनेर भन्दै हुनुहुन्थ्यो एकजना टिचरले। अनि किन भन्दाखेरि यसपालिको यो डिसाइपलसिप ब्याचमा चाहिँ विशेष गरी कस्ता ठुला ठुला परमेश्वरका सेवा कार्य गर्ने दासहरू, टिचर्सहरू, बाइबल टिचर्सहरू, पास्टरहरू आउनुभयो है। आज सिलगढीको टप बाइबल स्कुलको प्रिन्सिपलहरू होइन, एन्स कलेजको प्रिन्सिपल, आज एचबिआईको प्रिन्सिपल, अनि हाम्रो सेवक इन्टरनेट पाउन चाहिँ हुन्छ हैन। एक कुरालाई चाहिँ खुसी छौँ र विशेष गरी म हामीलाई कल अन अन द स्टेज। हाम्रो हातमा सर्टिफिकेट छ अनि फोटो छ र यो उहाँ अनुसार हाम्रो बिचमा हुनुहुन्छ एकदमै मेहनती पास्टर नियामा मैले पाएको छु। सो हार्ड पास्टर नियामा अनि एकदमै मेहनती मात्रै नभएर है उहाँको जीवनशैलीलाई हेऱ्यौँ भने आफूलाई खल्लो लाग्ने खालको छ उहाँ त्यो प्रकारको ढाँचामा काम गर्नुहुन्छ, त्यो प्रकारको ढाँचा नभएर सेवा गरिरहनु भएको छ जसलाई म शब्दहरूमा बयान गर्न सक्दिनँ अनि गरेर टाइम पनि पाउँदैन। यसैले हामी फटाफटी जेको लागि उभिएको म त्यो कुरामा म जानेछु। र यस समय हाम्रो बिचमा सर्टिफिकेट छ अनि फोटो छ र सर्टिफिकेट र फोटोलाई हामी वितरण गर्नेछौँ। र हामी जसरी म नाम बोलाउनेछु हाम्रो विद्यार्थीहरू अगाडि आएर तपाईँले सर्टिफिकेट र फोटोलाई हेलो अनि हाम्रो बिचमा सुरु सर हुनुहुन्छ क्यामेरा उहाँले कतिवटा पिक्चरहरूलाई निकाल्दैछ, सिसेसहरू हुन्छ उहाँले फोटोलाई निकाल्दैछ। र यस समय हामी जसै स्टुडेन्ट्स यहाँ आउँछ हामी
डिसाइपलसिप ट्रेनिङको चाहिँ मेन अब कुकहरूलाई चाहिँ देखाउनु छुट्याउनु भएन नि फेरि यहाँ हेर्नु त एकपल्ट 1 महिनाको खाना पकाएर हेल्प गर्ने डिसाइपलसिप सुरु हुँदैन नि यो भाइ क्रिस अन्त यिनीहरूतिर त सुरु भनिदेऊ न एकपल्ट के भन्न चाहन्छौ तिमी अन्तिम दिनमा केही भनिदेऊ न ए के भन्नुभयो आजबाट चाहिँ ट्रेनिङ समाप्त भयो गाइस अब आजबाट भाइ बहिनीहरू सबैजना आफ्नो घरतिर जान्छ सम्झिनुहुन्छ भने तपाईँहरू आउनु सक्नुहुन्छ भेट्न सक्नुहुन्छ हामीले यहीँ छौँ गाइस सो थ्याङ्क यू फर वाचिङ बाई बाई इट्स अल अबाउट डिसाइपलसिप ट्रेनिङ 1 month ट्रेनिङ सक्यो बुम बुम वेलकम ब्याक टु माई युट्युब च्यानल हामी कहाँ जाँदैछौँ हेलो हामी आज मिरिक जाँदैछौँ कहाँ छौ हामी कहाँ छौ हामी अहिले दुधेमा छौँ के गर्दैछौ भाइ खास ट्रेनिङ गर्दैछौँ के ट्रेनिङ अरे डिसाइपलसिप ट्रेनिङ गर्दैछौ एन्ड अहिले डिसाइपलसिप ट्रेनिङको भइरहेको छ 1 month सो म पनि हल्का इन्गेज छु आज चाहिँ आउट सन्डे भएको कारणले चर्च जाँदैछौँ सो डिफ्रेन्ट चर्चेस स्पेसल्ली त हामी मिरिक जान्छौँ आज मिरिकको 2 ठाउँमा जान्छौँ एन्ड हामी डिभाइड भएर जाँदैछौँ गाइस सो हेर्नु होला के हुन्छ सबैजना म तपाईँहरू देखाउँछु दे अल आर द स्टुडेन्ट्स अब अङ्कल हुनु चाहिँ खतरा कमल दाजु है टोपी नै उहाँको कश्मीरी टोपीले नै मोस्टली एट्र्याक्ट गर्छ के अरे सो दिस इज सबै रेडी हुँदैछ हेर्नुहोस् त यस्तो छ अब साइकल सो गाइस एन्ड हामी चाहिँ बाइकमा जान्छौँ अरू चाहिँ गाडीमा लेट्स सी सबैजना प्रिपेयर भइरहेको छ एकैटा निकाल न शिशिर भाइ र म चाहिँ जुत्ता जुत्ता हन्टर बुट लगाएर जाँदै रहेछ शिशिर भाइ ओ मुस्कानले त बन्द गरेछ त अन्त भाइ खिचाउ त आउँछ न यसो खिचेर आउनु मेरो भ्लग हो क्या भ्लगमा आउँछ अरूलाई के बोल्छ यता चाहिँ हाम्रो दादाहरू सुभाष दा कस्तो लागिरहेको छ आज रिचेन्ज कमल अङ्कल हामी कहाँ जाँदैछौँ भनिदिनु न हामी आज मिरिक जाँदैछौँ तपाईँलाई कस्तो लागिरहेको छ ट्रेनिङमा जानु एकदमै मन लागिरहेको थियो अनि साँच्चै नै मेरो मनको कुरा यहाँ स्कुल अफ हाम्रो फ्रेन्डसिप स्कुलले बुझिदिएछ अनि हामी सबैजना स्टुडेन्टहरू जाँदैछौँ हुन्छ धन्यवाद भाइ हुन्छ हुन्छ हाम्रो दिदीहरू कस्तो लाग्दैछ आज एकदम राम्रो लाग्छ ताउ दादाले साइकल खेल्दैछ ऊ हाम्रो रुपेश दाले साइकल खेलेको भाइरल हुन्छ है ब्लगमा कस्तो लागिरहेको छ दामी दामी हम कहाँ जा रहे हैं बोल दो हम जा रहे हैं सेवकाई के लिए मिरिक जा रहे हैं ये हमारा छोटा शेफ है शेफ इधर देख दो क्रिस
क्रिस देखो ये छोटे बच्चों का साइकिल खेल रहा है हुन्छ हामी फेरि अहिले भेट्नेछौँ